अब खानु गाडे ठाउँमा भन्नु पर्यो लु हजुरआमा नमस्कार। नमस्कार म त गाउँकी म चिने मैले आउँभित्र आउनुहोस् भान्जा हजुरआमा नमस्कार। नमस्कार। बसौँ अनि चिनाजानी गरौँला न। ए नचिनेको मान्छे लिएर आएको मलाई चिन्नु भयो? आँखा देख्थिन। म तपाईँकी साइली दिदीको छोरो देउजा हिले। बस्नु त मलाई चिन्नुभयो त? मलाई चाहिँ कता चिन्नु कि? म चाहिँ तपाईँकी माइली दिदीको नाति। यता सुन्नु त, दुङमामा नि माइली ठुलेमा हुनुहुन्थ्यो नि आम्री, तपाईँकी दिदी उसकी कान्छी छोरीको छोरो उहाँ। तपाईँलाई भेट्न आउनुभएको मैले लिएर आएको। भेट गर्छौँ नि हामीले हो। अनि हजुरआमा म देउजा। हाम्रो अस्ति पनि भेट्नुभएको थियो होइन त? उहाँकै साइली दिदीको भएको थियो नि त। अनि म आउँछु भनेको थिएँ नि त घरमा। आउँछु भनेको थिएँ, त्यही भएर आएको घरमा। मामालाई लिएर आएको नि, बाटो देखाएको थियो। लागिकै जानु होइन? मामालाई लिएर आयो। अनि किन नजानु त? कतिपल्ट ए पाखरीबास पुग्नु टिफिन खुवाउन? ए राम हो नि। बुहारी चाहिँ बोलाउनु गई थिएँ, नातिनी बुहारी टिफिन खुवाउनु गई। अनि माइलो कहाँ छ त? माइला आज बिहामा गएको छ। ए लु यो यसो खानु। बिहामा गएछ बाबु। तपाईँसँग बिहेमा मैले के बाचा गरेको थिएँ थाहा छ? के गरेको थिएँ? यो फोटो ल्याइदिनु भन्नुभएको थियो। यो फोटो होइन त? हो नि? ए लु यो फोटो बनाएर लिएर आएको छु मैले है। अस्ति खिच्दाखेरि यो फोटो भए हुन्थ्यो भन्नुभएको थियो। अनि मेरो मोबाइलमा भएको चाहिँ मैले खिचेर लिएर आएको। ऊ मम्मी, यो तपाईँ 70 वर्षको मान्छे बुढो हुने भइहाल्नु भयो नि। मेरो नि कसैले यसो घरमा त कतिपल्ट बसेका हामी। कहाँ नबस्नु अब। है बाबु। अब कोही छैन, के गर्नु? केही गर्नु पर्दैन। केही यहाँ गर्नु पर्दैन त? खारै आएको पर्दैन, हामी सबै खाएर आएका होइन, चिया खान बस्छु नि। होइन। कान्छो थियो कता गयो कता। यहाँ अनि त मैले गाली गर्थे, संसारबाट छुटेर आएँ कि छुट्टिएको बजिएको च्यानमा भेट गर्न परेन। कहाँ पुगिदिएको? ए तपाईँ त मर्नुभन्दा अलिकति अगाडि पनि जानुभएको थियो? ए गएको थियो नि त। हाम्रो भिनाजी खोइ के खालका थिए, यस्तो गरेर उभिन्थ्यो ठिङ तट्नबट्टै उभिन्थे। त्यो कान्छीलाई माग्न आएको थिएँ नि त। कान्छीलाई कान्छीलाई भनेको हाम्रै आमालाई माग्न आएको थिएँ। घोडा लिएर आएको थिएँ। घोडा लिएर त आएको थियो त? घोडा लिएर अनि घोडा थिएन अरे नि त हाम्रा बाबु त घोडा बेगा नहिँड्ने अरे। अनि नानी किन आमा तैँले कान्छी छोरीको भाग गरिदिस् आज? किन आमा? घोडा लिएर आएको कुटुमा पहिले आएको बरु अरे, पछि आएको गोरु अरे, तैँले गर्नु पर्छ आज भने त्यहाँ भाइ। अनि घोडा लिएर आउँछ त अब आमा के गर्नु त? जस्तो तसो अनि एक दिन घोडा टेक्नु पर्दैन, घोडा टेक्दा देखा जाँदै होइजान्थ्यो नि भनिन् है ती आमैले। एक दिन घोडा टेका जस्तो तसो गरेर घोडा टेके बाटै देखा जाँदै होइजान्थ्यो, तैँले कान्छी छोरीको भाग हर्दिस् भनिन् ती आमैले। मलाई सम्झना छ कि त्यसो गर्ने। अब के गर्नु त आमा कुटुमा उ लिएर आउँछ, घोडा लिएर आउँछ भने अब त भेट्नै दिएछन्। त्यहाँ पहिले दिएका थिएन अरे, पछि फेरि कता कताबाट फेरि हामीलाई दिएछन्। दिएछन्। त्यही भएर आज यो नाति हेर्न पाइयो होइन? अनि त्यही कान्छी होइन लडेकी चौघरबाट। हो त्यो कान्छी लड्दाखेरि म उहीँ थिएँ। ए हो? उहीँ थिएँ। भाउजू नि त्यही त आमाले भन्नुहुन्छ अब धेरै दुःख पाउनु भयो। के हाम्रा चाहिँ घरपट्टिका पनि मामा लगाले पनि हाम्रो प्रगति देख्नै पाउनु भएन हजुरआमाहरू कसैले। छैन। अब एउटा बुवाकी पनि बुवा 7 वर्षको हुँदै खस्नु भएको अरे हो सानैमा। यी डाँडा खर्च त छैन माइती। यहाँ एउटा कुन चाहिँ कार्कीको चाहिँ छोरो परिवार परेको छ नि, जेल थाहा छ? छैन बाउ। यहाँ कार्कीहरू रहने त हाम्रो बाउको मामाले त यहाँ
ए डाँडाखर्क नाम त मामली छैनन् अब दाजुभाइ खाल्छन् कि त्यो उता गएर बसेका कार्की छन् नि उहाँ अहिले के अरे चाहिँ कार्की 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 कि तपाईँको चाहिँ सुतर कार्की मुडुला कार्की हुन् उहाँ तपाईँको चाहिँ उता त्यो उदयपुरको के भन्ने ठाउँमा गएर बसेका छन् नि माइला चाहिँ के हो नाम उनीहरूकै दाजुभाइ खालो क्या अनि भनेपछि हाम्रै हजुरआमाले धेरै दुःख पाउनुभयो धेरै धेरै दुःख पार दुःखैमा दुःखैमा गइन आफ्नो हातले खानै नपाइकन एक गाल भात खान पाइनन् एउटा रोटी हाल्दा आफ्नो हातले खान पाइनन् छोराछोरीलाई दिन मन लागेको कुरो दिन पाइनन् मालिकले त्यसै गइन् त्यस्तै थिइन् ती आमै भरे नातिनी बुहारी यी दाँत मिलेका थिएनन् नातिनी बुहारी बेला हजुर अनि यस्तो थियो कि यसलाई टोकिछ सबै दाँतले टोकेर खिच्याइछ नातिनी बुहारीले के गरेको यो त्यहीमै टोकिनु चाहिँ के गरेको ती दाँत तिलाउँछ नि तेरा होइन अब केटीकेटी मोर केटीकेटी दिने अब दाँत मिलेका थिएन भन्ने त अनि केटीकेटी बुद्धि थिएन त त्यस्तो सानोमा बिहा गरेको अनि टोकेर त्यसो गइछ अनि मालिदी हिँडी जाने काममा अब घर बस्नु होइन बुढीको मुजी अगाडि बुढीको साउँ गरेर बस्नु होइन सान्दुङमा सान्दुङमा तमास गर्ने हो तमास गर्ने अलिन त्यो दही मही देखाउन नहुने ए दुध देखाउन नहुने मही र घिउ पनि देखाउन नहुने मही मात्रै खालि महीको पानी देखिन्छ घाँसका भात ल्याउन पर्ने मैले भन्दै भन्नु म छु कि यत्रो घाँसा भारी ल्याउनुपर्छ सोच्दानी व्रत लिएको चामलको भात नि खान नहुने यो कनिका भात किन खानु बरु मकै राम्रो हुन्छ नि यो कनिका भातमा त त्यत्रो खेत्रो भए के खानु जति पनि अहिले बिहान पनि त्यत्रो धान कुटेको खोइ छ चामल मैले त भन्ने थिएँ आमैलाई रिसाउँ कि राखौँ